हेलो गाइज, अस्सलाम वालेकुम। नमस्कार, स्वागत छ तपाईहरुलाई हाम्रो घरवाली कन्डिसनमा। आज म तपाईहरुलाई यो बाइकको प्राइसहरु भन्न गइराखेको छु अनि बाइकको मोडल प्राइस सबै है डिटेल्समा है त। ल आउनुस् त। यहाँ हेर्न सक्नुहुन्छ तपाईको छ हामीसँग 2019 मोडलको यामाहाको सलुटो है, सिंगल ह्यान्ड बाइक। यो हजुरले पर्छ मात्र 1,20,000 है त। त्यसै गरेर यो छ पल्सर 150 2016 मोडलको, यो मात्र तपाईको 90,000 फिक्स प्राइस। त्यसै गरेर यो 70,000 13 मोडलको। त्यसै गरेर यो छ तपाईको 220 2016 मोडलको मात्र 1,10,000। त्यसै गरेर यो 13 मोडलको छ 220 पल्सर मात्र 90,000 है। त्यसै गरेर हामीसँग छ यो होन्डा साइन छ 16 मोडलको, यो तपाईको 95,000 पर्छ। सिंगल ह्यान्ड गाडी यो राम्रो छ है। त्यसै गरेर यो छ सुपर स्प्लेन्डर 2019 मोडलको, एकदम फ्रेश कन्डिसनमा है, कहीँ कतै स्क्रैच पनि छैन। यो तपाईको 1,25,000 फिक्स प्राइस। त्यसै गरेर यो छ तपाईको इन्ट्रुडर 2018 को लास्टको मोडल, यो तपाईको 1,00,000 पर्छ है। त्यसै गरेर हामीसँग अरु पनि छ, यहाँ हेर्न सक्नुहुन्छ तपाईको 2021 मोडलको एफजेड वान ह्यान्ड फुल्ली फ्रेश छ है, नेभी ब्लू कलरमा डबल डिस्क। यो तपाईलाई फिक्स 2,25,000 पर्छ है त। 2,25,000 त्यसमा ट्याक्सहरु क्लियर गरेर पाउनुहुन्छ 82 सम्मको। त्यसै गरेर यो छ 2020 मोडलको तपाईको, यो ट्रान्सफर बाइक हो, अञ्चलीकरण गरेको। यसको प्राइस चाहिँ पर्छ तपाईलाई ठ्याक्क 2 लाख रुपैयाँ है, 2020 मोडलको। त्यसै गरेर हामीसँग यो छ डुक 2016 मोडलको, यसको चाहिँ फाइनल प्राइस 2 लाख रुपैयाँ पर्छ है। 16 मोडलको गाडी एकदम राम्रो छ है, तपाई आएर चलाएर चेक गर्न सक्नुहुन्छ, गाडी एकदम राम्रो छ। त्यसै गरेर यो छ तपाईको 2019 मोडलको एनएस है, यो हजुरले पर्छ मात्र 1,65,000। गाडी एकदम राम्रो छ, इन्जिन फ्रेश छ। त्यसै गरेर यो छ तपाईको 220 2020 मोडलको डबल एबीएस मा, यसको प्राइस तपाईको 1,95,000 फिक्स प्राइस है। त्यसै गरेर यो छ हामीसँग एभेन्जर बाइक 180 एभेन्जर 2018 मोडलको, यसको 1,25,000 है त फिक्स प्राइस। त्यसै गरेर स्कुटी छ 13 मोडलको स्कुटी मात्र 70,000 मा, होन्डाको डी स्कुटी। त्यसै गरेर यो छ एप्रिला एकदम बवाल फ्रेश कन्डिसनमा 2021 मोडलको 1,65,000 फिक्स प्राइस। त्यसै गरेर हामीसँग छ यो R15 16 मोडलको, यो तपाईको जम्मा 1 लाख रुपैयाँ पर्छ है, 16 मोडलको R15 V1। त्यसै गरेर यो स्कुटी छ 16 मोडलको हिरोको ड्युक भन्ने, यो तपाईको पर्छ 80,000 रुपैयाँ है। यदि कसैले चाहियो भने हाम्रो भैरवली कन्डिसनमा भिजिट गर्नु होला। लोकेसन चाहिँ तपाईको ठ्याक्कै यो बुद्ध चोकमा रहेछ। बुद्ध चोकको तपाईको साइडमा त बजाज सोरुम छ, त्यसैको साइडमा छ हाम्रो यो भैरवली कन्डिसन। यदि कसैले चाहियो भने भिजिट गर्नुस् अथवा बुक गर्न पनि सक्नुहुन्छ है। तपाईले फोन गरेर कुनै पनि बाइक तपाईले यदि मन पर्यो भने बुक गर्न सक्नुहुन्छ है त। ल, धन्यवाद।